अब दोस्रो चरणको काम, पहिलो चरणको काम हामीले सम्पन्न गरेका छौँ। दोस्रो चरणको काम हामी चाँडै नै साल्पा केन्द्रित रहेर हाम्रो अब अभियान सम्पन्न हुनेछ। साल्पामा हामीले सुम्निमा पारुवाङको प्रतिमा राख्ने योजना रहेको छ। त्यो पहिल्यै नै हामीले तय भइसकेको कुराहरू हुन्। त्यहाँनिर हाम्रो मुन्दुमी पूजा थान पनि हामीले त्यहाँनिर चाहिँ नै स्थापना गर्ने एउटा माङखिमको जस्तो अवधारणा सहित हाम्रो चाहिँ नि चुला सहितको मुन्दुमी पूजा थान राख्ने हाम्रो योजना रहेको छ। र अर्को चाहिँ नि हाम्रो मुन्दुमी गेट चिन्डोहरू वाबुक सोलेवा आकारको विशाल विशाल चाहिँ नि हामीले साल्पा जाने यता महाकुलुङबाट जाने एउटा बाटोबाट र उता मुन्दुमी भोजपुरको महाकुलुङबाट जाने कुलुङको हुँदै एउटा अर्को त्यो दुईतिर राख्ने योजना छ। त्यसको बावजुद हामीलाई प्राप्त चाहिँ नि सहयोग र जनसमर्थन अनुसार बाँकी रहेका विभिन्न संरचनाहरू जस्तै अब हाम्रो चाहिँ नि सङ्ग्रहालयहरू बनाउने योजनाहरू हैन लगायतका अन्य संरचनाहरूलाई चाहिँ नि हामी निरन्तरता दिनेछौँ। त्यो चाहिँ तेस्रो चरणमा हुनेछ। तेस्रो चरणमा हुन सक्छ। जस्तै विशाल गेटसम्म चाहिँ दोस्रो चरणमा जान्छ। त्यस पश्चात चाहिँ अब सहयोगहरू निरन्तर प्राप्त भए हाम्रो चाहिँ बजेटहरूले पुग्ने अवस्था भए हामी तेस्रो चरणमा चाहिँ बाँकी रहेको अब हाम्रो चाहिँ नि त्यहाँ मुन्दुमी गेट पश्चात चाहिँ नि अन्य सङ्ग्रहालयहरू बनाउने कुलपङ्खोमा पनि केही संरचनाहरू बनाउने जस्ता कामहरू चाहिँ हामी त्यसरी लाग्ने चरणबद्ध हामी जानेछौँ। र त्यसलाई चाहिँ भौतिक रूपमा त एउटा किराँत सांस्कृतिक सम्पदाको रूपमा स्थापना गर्छौँ। त्यो सँगै भौतिकीकरणको पाटोसँगै अझ बढी चाहिँ नि दस्तावेजीकरणको पाटोहरू जस्तै अहिले मुन्दुमी मिथक सङ्कलन गरियो। त्यसमा एकाडेमिकली त्यो साल्पा सिद्धिचुङ क्षेत्रमा हाम्रो किराँती पुर्खाहरू कति हजार वर्षदेखि पहिलादेखि अस्तित्वमा छन् भन्ने कुरा आर्कियोलोजिकल एभिडेन्सहरू सहित हैन पुरातात्विक प्रमाणहरू सहित जियोलोजिस्टहरू भूगर्भविदहरू लगेर त्यो माटोमा मानवहरूको अस्तित्व कति हजार वर्ष पहिलादेखि अस्तित्वमा थिए हैन लगायतका कतिपय अब मानव अस्थिपञ्जरहरू त्यहाँ भेटिएका हाडखुरहरू भेटिएको खण्डमा अब जेनेटिक साइन्टिस्टहरू पनि चाहिँ नि बाट चाहिँ उत्खननहरू गरेर हैन हामी कति हजार वर्ष पहिलादेखि थियौँ होला हैन भन्ने ढङ्गको अध्ययन अनुसन्धानहरू त्यो क्षेत्रमा चाहिँ वनस्पति विज्ञहरूलाई लगेर त्यो क्षेत्रमा रहेको वनस्पतिहरू पर्यावरणीय रूपमा के लागि चाहिँ नि हैन पर्यावरणीय रूपमा महत्त्व छ त्यस्ता अध्ययन अनुसन्धानहरू हैन हाम्रो त मुन्दुमले नै चाहिँ पानीबाट सुरुवात भएको भन्छ। हाम्रो उत्पत्ति जहाँबाट भए पनि हैन पानीबाट चाहे त्यो वा भनौँ चाहे त्यो कु भनौँ चाहे त्यो दिरिती भनौँ तपाईहरु कुलुङहरूले भन्नु होला दिरिती हैन त्यसो भएको हुनाले त्यसको पनि सांस्कृतिक रूपमा मात्र नभएर त्यसलाई वैज्ञानिक ढङ्गले पनि अध्ययन अनुसन्धान गरेर अब हाम्रो 32 पुस्ता शासन गरेको किराँती क्षेत्र त यो यलखम भइहाल्यो। करिबन 6000 वर्षको पुरानो अपुग छ। 5084 यलम वर्षमा 5084 मा छौँ। अब हाम्रो तुवाचुङ चाहिँ जहाँ चाहिँ तायामा खियामा र हेचाकुपा अथवा रैजाकुले खोक्चेलिपा जेसुकै नाम दिए पनि त्यो कृषिको शुभारम्भ भएको भन्ने हाम्रो मुन्दुमले भन्छ। त्यो एग्रिकल्चरल एज चाहिँ कति हजार वर्ष पहिला भन्दाखेरि चाहिँ 12000 वर्ष पुरानो हो हैन विज्ञानले त्यो भन्छ। 12000 वर्ष पहिला त्यो हाम्रो अस्तित्व त्यहाँ थियो कि थिएन भन्ने हामीले अहिलेसम्म आर्कियोलोजिकल एभिडेन्सहरू भेट्न सकिएको छैन। त्यसलाई उत्खनन गर्न बाँकी छ। त्यसै गरेर यही यलखम क्षेत्रमा पनि चाहिँ बुढा नीलकण्ठको धोबी खोलामा चाहिँ नियोलिथिक एज भनेको चाहिँ तपाईको यो कृषि युग भन्दा अगाडिको युगलाई भन्ने गरिन्छ हैन। यो नवपाषाण युग भन्छ। त्यो भन्दा अगाडि चाहिँ नि तपाईको मध्यपाषाण युग पुरापाषाण युग भनेर त्यो प्यालोलिथिक एज मेसोलिथिक एज भन्छ। नियोलिथिक एजको हतियारहरू भेटिएको त्यो चाहिँ भनेर भन्दछ। त्यो चाहिँ कति हजार वर्ष पहिला भन्दाखेरि 12000 वर्ष पहिला यदि यहाँ थियो भने यो यलखम क्षेत्रमा मानव अस्तित्व 12000 पहिला यहाँनिर थियो भने हैन कृषिमा चाहिँ हामी तुवाचुङमा थियौँ भने साल्पामा कति हजार वर्ष पहिला थियौँ होला। त्योभन्दा त अगाडि नै सिकारी युग अगाडि नै थियौँ होला पक्कै पनि हैन। हाम्रो मुन्दुमले पनि सिलिछो भनेको चाहिँ पुर्खाहरूले चाहिँ नि शिकार खेले पश्चात चाहिँ सिल लगेर चढाउने थलो भएको हुनाले एउटा हाम्रो मान्यता त्यो पनि भन्छ। भनेको सिकारी युगदेखि नै हामी त्यो क्षेत्रमा छौँ भने त्यसलाई उत्खनन र अध्ययन गर्नको निमित्त त
हाम्रो चाहिँ जियोलोजिस्टहरू माटोको अध्ययन गर्नु पर्यो होइन, भूगर्भविदहरूले, आर्कोलोजिस्टहरू, पुरातात्विकहरूले चाहिँ त्यहाँ मानव कङ्कालहरू कति हजार वर्ष पहिलादेखि ती सबै कुराहरूका अध्ययन अनुसन्धानहरू बाँकी नै छन् र यसलाई चाहिँ किराँतीहरूको चाहिँ सांस्कृतिक सम्पदा, धार्मिक सम्पदा र ऐतिहासिक सम्पदा अथवा किराँत सभ्यताको पुरातात्विक प्रमाणको रूपमा स्थापना गर्ने एउटा चाहिँ सांस्कृतिक यात्रा र त्यो सालपछि लिचुङ मात्र होइन, त्यस पश्चात हाम्रा गर्नुपर्ने कामहरू धेरै छन्। सांस्कृतिक यात्राहरू हाम्रा चाहिँ यलखुममा रहेका पटुक दरबारहरू भए, किराँती छापहरू भए होइन, गोकर्णमा रहेको चाहिँ यलम्बरले स्थापना गरेको दरबार चाहिँ रिसोर्टहरूले चाहिँ समाप्त पारिसकेको छ भन्ने गरिन्छ, च्यासलहरू त्यत्तिकै छन् होइन। हाम्रो सांस्कृतिक पुनर्जागरणको यात्रा निरन्तर बढिरहन्छ।